गाइजहरु अब हामी चाहिँ ब्रेकफास्ट खान गाइजहरु हामी चाहिँ ब्रेकफास्ट गर्न लाग्यो हैन चाखेर भन त कस्तो भयो It's better. बेटर ल साथीहरु म एकछिनमा बोल्छु अबे यो यति त्यस्तो यहाँ केटाहरु चाहिँ कफीमा चिनी घोल्दै छन् त्यस्तो हैन हेलो गाइस ब्लगमा आइ भन्दिनु त हाय भिडियो तिम्रो साथ बसाउना Sital Bashal from CSIT second semester. It is our privilege to serve you as host for this special occasion. Now, without any further delay, we would like to commence the formal session of today's program by warmly welcoming our honorable chief guest and esteemed guest. While everyone is seated, I kindly request Ms. Diksha and Ms. Isthapana to felicitate our distinguished guests by presenting them with Khada as gesture of respect. उहाँहरू नेपाल आमाको कस्तो वीर सन्तान पो हुनुहुँदो रहेछ देशको निमित्त आफ्नो ज्यान समेत अर्पण गर्नुभयो तर त्यसैका साथ अर्को भागमा हेर्नुपर्दाखेरि उहाँहरूको परिवारको अवस्था हेर्दा मुटुले चिसो हुन्छ र मेरो मन मस्तिष्कमा एउटा मात्र हुन्छ आँसु प्रिन्सको सर कुल हुनुभयो अब कुल हुनु सर कुल हुनुभयो गाई जब ब्रेक भएको छ खाना खाने काँक्रा काँक्रा हाल्नु गाई जब हामी भात लेख्दैछौँ साथीले मेरो हालिदिँदैछ है गाइज हामी पेस्ट्री अब पेस्ट्री लेख्दै सबैजना यसमा हालिदेऊ त गाइजहरु भ्लगमा हाई बनाऊ है भ्लगमा हाई बनाऊ अरुण भ्लग आउँछ है भ्लग आउँछ
डेजर्ट केस में नहीं था कौन सा है ना ये तो माने लेकिन तो किस हाल में यार है खाना मन भाई यार खाना खाना यार माल अहिले यहाँ अङ्कलहरू पनि हुनुहुन्छ एकदम से एकदम अङ्कल कस्तो लाग्छ तपाईँलाई बढ़िया छ बढिया छ बबाल हो नि हामी त पहिलेदेखिबाट हो यहाँ हजुर अहिले यो थर्ड चोटि हो थर्ड चोटि हो तपाईँको डेजर्ट खानु मात्रै थर्ड हामी चाहिँ गाइस डेजर्ट लिन आँखा है फेरि उता भित्र नि छन् नि केटाहरू ल है हाम्रो अरुण सोल्टी चाहिँ फर्ममा छ नि आज रिभ्यू रिभ्यू कस्तो कस्तो छ बबाल छ 11 10 मा 11 ओके म्याङ्गो फ्लेयर अरुण आई एम ट्राइङ दिस ओके ओके कस्तो छ म्याङ्गो फ्लेयर बार छ तर छैन ठिक छैन वाइट वाला जस्तो छैन वाइट वाला जस्तो छ ओके ओके कस्तो आछ के क्याबाट ढुङ्गा न के गाइस जब हामी ल ड्यान्टर हैन हामी वासरुमतिर है गाइजहरू हेलो 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 ब्लग आउँछ है ब्लग आउँछ दिनुले ल गाइज अब हामी तपाईँहरूलाई सिद्धार्थ भिलासाको एउटा सानो टुर दिँदैछौँ होइन मलाई देखाउ कस्तो देखिन्छ मेरो फेस म आफै हेरेछु यार राम्रै आउँछ यो सिद्धार्थ भिलासामा हामी छौँ रुम हेर्न जान पाए हुन्थ्यो नि रुम सोधौँ न बरु रुम टुर क्रिकेट खेलिन्छ अब हामी यहाँ एकदम ठुलो गार्डन छ खेल्न जाऊँ जाऊँ उता स्विमिङ पुलमा जाऊँ छैन गाइड स्विमिङ पुल सिद्धार्थ भिलासाको अहिले चाहिँ कोही पनि छैन यहाँ बार छ गाइड यहाँ रिसेप्सनमा जिमको पर्मिसन मागेको छौँ हामीले पर्मिसन मागेर हो है पर्मिसन मागेर हो अब हामी तपाईँलाई जिम टुर दिन्छौँ सिद्धार्थ भिलासाको ओके जिमभित्र छौँ हामी अहिले जुत्ता खोलेर जाऊँ ओ गाइस सबै यहाँ हेर्न सक्नुहुन्छ यहाँ कार्डियोको सेक्सन छ ट्रेडमिलहरू एन्ड यता वेट ट्रेनिङको वाउ गाइस यहाँ लेग्सको मसिन छ यहाँ डम्बलको सेक्सन छ यहाँ योगा म्याट एक्सर्साइज म्याटहरू
किन त फाइदा भएन दुईटा Four corner, first line, second line. ओ सबले एउटा बाडा न यहाँ धेरै हुन्छ के Second team आयुष team गर्न आउनु पाउनु हुँदैन त्यसपछि you can directly हेर्दै छोडा ठाउँमा full house को prize खरी आवाज आ रही जितना आतुर हो बिंगो आर यू रेडी गाइस लेट्स बिगिन आवर गाइज बिङ्गो खेल्ने पेपर चाहिँ यस्तो हुन्छ जसमा चाहिँ नम्बरहरू हुन्छ म चाहिँ हजुरहरूलाई एक्सप्लेन गर्छु गाइज एकदम इन्टेन्स बिङ्गो चलिरहेछ है 36 36 दौडिहाल्ने अरे कोही काटो हो त्यसलाई गाइस 3 चाहिए 61 चाहिए अब त पर्छ भेरी इन्टेन्स मोमेन्ट सिङ्गल डिजिट चाहिए भाइ लास्ट नंबर 3 हो गया लास्ट नंबर 3 हो गया 3 सिंगल डिजिट चाहिए 3 सिंगल डिजिट ओनली 3 1 गयो रे गाइस 2000 रुपैयाँको लागि छ है जित्नु पर्यो नि थ्री पर्छ कि अब नेक्स्ट नाता नि यिनको छ क्या 3 ए 6 हो गया यार last number 6 5 6 हामी एउटा नम्बरले बिङ्गो हारिसकेका छौँ